धेरै ताकत छ। हजुरहरू पनि शिक्षक हुनुहुन्छ हैन, हजुरहरूको कलममा पनि ताकत छ। हो त एउटा जादु है। अब यो जादु के हो भने ध्यान दिनु होला है। अब मैले यहाँ अब के हो म हेराइरहेको छु। मेरो हातमा रुमाल छ हैन। अब हेर्नु हेलो मेरो हातमा एउटा रुमाल छ है। यो रुमाल हो र दुईटा ठुलो रुमाल मैले लिएको छु है। दुईटा अनि तीनटा रुमाल छ। अब प्रत्यक्ष हेर्नु अलि ध्यान दिएर हेर्नु होला। एकजना मलाई मद्दत गर्नुहुन्छ। यो रुमाल होइन, यो सानो रुमाल हो, यो दुईटा ठुलो रुमाल हो कि होइन। अब हेर्नुहोस्, अब एकछिनको लागि यसलाई शिक्षक बुझाउ। यसलाई के बुझाउ त? शिक्षक। यसलाई शिक्षक बुझाउ। अब यो दुवैजना शिक्षक र शिक्षिका दुवैजना के हुन् त? श्रीमान श्रीमती। अनि दुवैजना हात समाएर कहाँ आउनुभयो त? आउनुभयो आन्दोलनमा। अनि यो आन्दोलनमा शिक्षक शिक्षिका र शिक्षक एकता जिन्दाबादको नारा लगाउँदै हुनुहुन्छ। यो दुवै शिक्षक शिक्षिका श्रीमान श्रीमती हुनुहुन्छ र दुवैजना आफ्नो बच्चालाई घरमा छोडेर, यो बच्चा हो, यो बच्चालाई छोडेर श्रीमान श्रीमती शिक्षक हुनुहुन्छ। उहाँ चाहिँ आन्दोलनमा आउनुभयो अनि भन्दै हुनुहुन्छ शिक्षक एकता जिन्दाबाद। कलममा रोजगारको थामी हेराउँ। अब यो एकजना आउनुहोस्। अब यहाँ शिक्षक शिक्षिका आफ्नो बच्चालाई घरमा छोडेर यहाँ आन्दोलन गर्न आउनुभयो अनि नारा लगाउँदै हुनुहुन्छ शिक्षक एकता जिन्दाबाद। नारा लाग्दैछ अनि बच्चा बाबु घरमा हुनुहुन्छ एक्लै। बच्चा बाबु घरमा हुनुहुन्छ। अब उहाँले टेलिभिजनमा मोबाइलमा होइन हाम्रो यो आन्दोलन चरम सीमामा पुग्दैछ, सङ्ख्या दिनानुदिन बढ्दैछ, लाखौँ लाख यहाँ 4 लाख यहाँ शिक्षकहरू पुग्ने तयारी भइरहेछ। अनि बाबु घरमा भन्दै हुनुहुन्छ कि म पनि आन्दोलन हेर्न जान्छु। म पनि नारा लगाइदिन्छु। के गर्नुभयो भने उहाँले बस समात्नुभयो। के गर्नुभयो? बसमा चढ्नुभयो है। बाबु कहाँ जानुभयो त? बसमा। बस घुम्दा घुम्दै कहाँ आयो त? काठमाडौँमा आयो। अनि बाबुले खोज्दा खोज्दै उहाँ पनि आन्दोलनमा आउनुभयो। अनि आमा बुवा भएको ठाउँमा पुगेर उहाँ के भन्दै हुनुहुन्छ? शिक्षक एकता जिन्दाबाद।